हेलो एन्ड नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। आज चाहिँ म तपाईहरुलाई भुजुङ हाइड्रो पावरको आइपिओको निष्कासनबारे छोटो जानकारी दिन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। कम्पनीको हकमा न्यूनतम 10 किता र अधिकतम 50,000 कितासम्म आवेदन दिन सकिनेछ। त्यसैले प्रत्यक्ष र अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाहरूको हकमा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हकमा खुला मिति 2082 9 महिना 3 गते र निष्कासन बन्द मिति छिटोमा 2082 9 महिना 17 गते हुनेछ भने निष्कासन बन्द मिति 2082 10 महिना 2 गते ढिलोमा र वैदेशिक रोजगारहरूको हकमा निष्कासन बन्द मिति ढिलोमा 2082 9 महिना 17 गते रहनेछ। त्यसैले देशमा रहेका बासिन्दाहरू र वैदेशिक रोजगारमा जानुभएकाहरूले समयमा यसको आइपिओ भर्नुहोला। हस्त धन्यवाद।